Can changing how you think about stress make you healthier? Here the science says. उहाँ एक वैज्ञानिकले चाहिँ स्ट्रेसको बारेमा चाहिँ अध्ययन गर्नुभएको रहेछ। स्ट्रेस अर्थात् तनाव तपाईहरु के ठान्नुहुन्छ? तनावले हामीलाई तपाईहरुलाई कतिको सताउने गर्दछ? सायद सबैलाई सताउने गर्दछ होला। तनाव यस्तो चीज हो जसलाई कसैले मन पराउँदैन। सायद तपाईहरु पनि मन पराउनु हुँदैन होला। तनाव र स्ट्रेसको क्षण सबैको लागि अलिकति दुःखद क्षण हुने गर्दछ। र अध्ययनहरूले पनि देखाएको छ कि जति हामी तनाव लिन्छौं, जति स्ट्रेस लिन्छौं, त्यति हाम्रो चाहिँ आयु चाहिँ अलिकति कम हुने गर्दछ। हामी दीर्घायु हुन सक्दैनौं। यो सबै अध्ययनहरूले देखाएको छ। तर अहिले यी वैज्ञानिकले चाहिँ एउटा फरक अनुसन्धान गर्नुभएको छ रहेछ र उहाँको खोजले के पत्ता लगायो भने तनावले पनि हामीलाई चाहिँ सहयोग गर्न सक्छ, हाम्रो जीवनलाई दीर्घायु दिन सक्दछ। अब तपाई सोध्दै हुनुहुन्छ होला कसरी? तनाव जस्तो कुरा पनि कसरी हाम्रो शरीरलाई दीर्घायु अथवा हाम्रो शरीरलाई राम्रो गर्न सक्छ? उहाँले चाहिँ उहाँको अध्ययनमा चाहिँ लगभग 30,000 जना मान्छेहरूलाई चाहिँ उहाँले चाहिँ अध्ययनमा चाहिँ इन्क्लुड गर्नु भएको रहेछ। उहाँले अनुसन्धानमा चाहिँ विभिन्न व्यक्तिहरूलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्नु भएको रहेछ। स्ट्रेसले तपाईको जीवनमा कस्तो असर पुर्याएको छ? तपाई स्ट्रेसलाई कसरी लिनुहुन्छ भन्ने एउटा प्रश्न सोध्नु भएको रहेछ। र त्यसमा चाहिँ दुई थरीको उत्तर आएछ। एक थरी मान्छेहरूले चाहिँ स्ट्रेसलाई एकदम नकारात्मक रूपमा लिएछन्। स्ट्रेस भन्ने शब्द सुन्ने बित्तिकै एकदम गाह्रो महसुस गर्ने र स्ट्रेसले चाहिँ हामीलाई चाहिँ कहिल्यै राम्रो गर्दैन। यसले दुःखै दिन्छ हाम्रो शरीरमा, हाम्रो जीवनमा। यसले कहिल्यै सहयोग गर्दैन भन्ने कुरा एउटा एक थरी मान्छेले भने अर्का थरी मान्छेमा चाहिँ के पाइयो भने उनीहरूले चाहिँ स्ट्रेसलाई चाहिँ खासै एकदम गहिरो रूपमा चाहिँ नलिएको हैन। स्ट्रेस हुँदा पनि एकदम त्यसको हल्का रूपमा लिने र त्यसलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर त्यसमा लागि पर्ने र स्ट्रेसलाई चाहिँ अलिकति एकदम ठुलो रूपमा नलिने त्यस्ता व्यक्तिहरू पनि रहेछन्। यी दुई थरीको व्यक्तिहरू, एक थरी चाहिँ स्ट्रेसलाई एकदम नकारात्मक रूपमा लिने, एक थरी चाहिँ स्ट्रेस चाहिँ हल्का रूपमा लिने मान्छेहरूको बीचमा उहाँले चाहिँ कम्पेयर गर्नुभएछ। यी दुई ग्रुपहरुमा चाहिँ उहाँले चाहिँ कम्पेयर गर्नुभएछ कि उनीहरूको चाहिँ आयु हैन अनि त्यो अध्ययनबाट के पत्ता लाग्यो भने जुन व्यक्तिहरू चाहिँ स्ट्रेसलाई चाहिँ एकदम नकारात्मक रूपमा लिने गरेका थिए ती व्यक्तिहरूको आयु चाहिँ धेरै कम पाइयो र जुन व्यक्तिहरूले चाहिँ स्ट्रेसलाई चाहिँ एकदम हल्का रूपमा लिने गर्दथे ती व्यक्तिहरूको आयु चाहिँ अलि लामो पाइयो। She found long life in the people who took stress very lightly हैन। अनि यी कुराहरुलाई उहाँले चाहिँ अलिकति स्पष्टीकरण पनि दिनुभएको छ। जस्तै स्ट्रेस हुँदाखेरि चाहिँ हाम्रो शरीरमा चाहिँ विभिन्न प्रकारको हर्मोनहरु हुने केमिकलहरु प्रोडक्सन हुन्छ हैन। हामी चाहिँ लामो छिटो सास फेर्ने गर्दछौं, मुटुको धड्कन पनि बढ्दै गर्दछ, धेरै कुराहरु सोचहरु आउँछ हैन। यी कुराहरु चाहिँ कतिपय साइन्टिफिक हिसाबले हामीलाई चाहिँ सहयोगी पनि छन्। जस्तै हामी लामो सास फेर्छौं हैन, छिटो सास फेर्छौं, त्यो के कसरी हाम्रो लागि उपयोगी हुन सक्छ भने जस्तै हामी लामो सास फेर्दा चाहिँ हामी चाहिँ चाँडो हाम्रो शरीरमा चाहिँ अक्सिजनहरु जाने गर्दछ, हामी धेरै अक्सिजन पाउने गर्दछौं। त्यसकारण हाम्रो ब्रेनमा पनि धेरै अक्सिजन पुग्दछ र हाम्रो ब्रेन सेलहरु जुन कोशिकाहरु चाहिँ स्वस्थ रहन्छन् र हामी धेरै सोच्न अथवा धेरै दिमागहरु लगाउन सक्छौं। जुन चाहिँ स्ट्रेसको बेलामा पनि हामी डराउँछौं, यो सबै हाम्रो शरीरले चाहिँ कसरी त्यो स्ट्रेससँग लड्ने भन्ने एउटा चाहिँ प्रतिक्रिया हो, तयारी हो। हाम्रो शरीरलाई दिने एउटा तयारी हो। मानसिक रूपमा र शारीरिक रूपमा हामी तयारी हुने गर्दछौं। त्यसैले हामीले स्ट्रेसलाई पनि सकारात्मक रूपमा लियौं भने यो हाम्रो लागि लाभदायक नै हुन्छ। यसले हामीलाई हाम्रो जीवनको आयु घटाउने होइन कि हाम्रो जीवनको आयु बढाउन नै सहयोग गर्दछ। हामी तयार रहन्छौं,
हामीलाई ठुल्ठुला समस्याहरू जुन चाहिँ ईश्वरले दिन सक्छ त्यो सजिलै समाधान गर्न सक्छौँ। हाम्रो शरीरलाई तयारी अवस्थामा राख्न सक्छौँ। हामी शारीरिक रूप र मानसिक रूपमा मजबुत हुन सक्छौँ। त्यसैले स्ट्रेसलाई चाहिँ हामी चाहिँ नकारात्मक रूपमा होइन कि सकारात्मक रूपमै लिउँ। यो हाम्रो शरीरको लागि एकदम सहयोगी छ, हेल्पफुल छ। हामीलाई यसले मजबुत बनाउँदछ र ठुल्ठुला समस्याहरू लड्न सहयोग पनि गर्दछ। स्ट्रेसमा रहेर, तनावमा रहेर, केही काम नगरी एक ठाउँमा मात्र बसेर अनेकन कुराहरू सोचेर समय बर्बाद गर्नुभन्दा यसलाई सकारात्मक रूपमा लिएर विभिन्न तरिकाले कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सोचेर यसले हामीलाई अझै मजबुत बनाउँदछ, अझै हामीलाई सशक्त बनाउँदछ भन्ने कुरा एउटा ऊर्जाको लिएर अगाडि बढ्यौँ भने हामीले हाम्रो जीवनलाई दीर्घायु बनाउन सक्छौँ। स्ट्रेसबाट पनि लाभ लिन सक्छौँ।